नमस्ते सबैजनालाई। म आङ्नर शेर्पाबाट फेरि पनि एउटा डे 7 को भिडियो बनाउँदैछु। अहिले चाहिँ के भन्दाखेरि आज चाहिँ अलिकति मेरो वेदरको कारणले घाँटीमा अलिकति समस्या भएको छ। त्यो बोल्दाखेरि चाहिँ अलिकति गाह्रो हुने रहेछ, त्यही भएर आजको भिडियो चाहिँ अलिकति छोटो नै हुन्छ र होला। आज चाहिँ के को बारेमा कुरा गर्ने भन्दाखेरि म चाहिँ एउटा के प्लानिङ गरिरहेको छु भन्दाखेरि अब यो मेरो यो 30 days च्यालेन्ज सकेपछि यदि मैले अलिकति कम्युनिकेसन स्किललाई चाहिँ अलिकति बेटर पार्नु सक्यो भने सम्भवतः मलाई जहाँसम्म लाग्छ यो 30 days च्यालेन्ज भिडियोले नै मलाई निकै नै इम्प्रुभ पार्छ। हेरौँ कतिको इम्प्रुभ हुन्छ होइन। यदि अलिक कन्फिडेन्स आयो भने चाहिँ कम्युनिकेसन्स स्किललाई चाहिँ अलिकति इम्प्रुभ पार्नु सक्यो भने, इम्प्रुभ भयो भने भनौँ न। म चाहिँ के प्लानिङ गरिरहेको छु भन्दाखेरि अहिले हाम्रो यो बौद्ध धर्मसँग सम्बन्धित अलिकति ज्ञानहरू तपाईँहरूमा अलिकति एउटा विषयवस्तुलाई लिएर त्यसको बारेमा कुरा गर्ने सोचिरहेको छु। यसमा फेरि मैले म धेरै जान्छु, धेरै जानेर फेरि तपाईँहरूलाई सिकाएको भन्दा नि त्यस्तो चाहिँ होइन। एउटा विषयवस्तुलाई लिएर हामी एउटा पडकास्ट जस्तै मिनी पडकास्ट नै भनौँ न, हामी यसरी पडकास्ट जसरी कुरा गरेर त्यसको बारेमा कुरा गर्नेछौँ। अब के हुन्छ हेरौँ। जस्तै मैले यो विगत 1 दशकभन्दा बढी भइसक्यो म जुन बौद्ध धर्मसँग सम्बन्धित रहेर अध्ययन गरिरहेको। अब यस विषयमा मैले अलिअलि ज्ञान आर्जन गरेको भनौँ न। मैले जानेको ज्ञानहरू अलिकति जो चाहिँ बौद्ध धर्मको चाहिँ विषयमा चाहिँ अलिकति उत्सुकता भएको, जसलाई चाहिँ बुझ्न चाहेर पनि बुझ्ने ठाउँ नभएको, सिक्न चाहेर पनि सिक्ने ठाउँ नपाउनु भएकोहरूको लागि मेरो यो भिडियोलाई चाहिँ अलिकति हेल्प गर्छ कि भनेर मैले अलिअलि जानेको ज्ञानहरू चाहिँ मैले एउटा विषयवस्तुको रूपमा यहाँहरूसम्म अलिकति कुरा गरेर प्रस्तुत गर्ने कोसिस गर्नेछु र त्यस्तै प्लान चाहिँ मैले बनिरहेको छु। अब हेरौँ यो 30 days च्यालेन्ज चाहिँ कम्प्लिट गरौँ सुरुमा। त्यसपछि मैले अलिकति क्यामेरालाई फेस गर्ने तरिकाहरू अलिकति मैले जहाँसम्म लाग्छ मलाई अलिकति नलेज चाहिँ बढ्छ मेरो। त्यसपछि एउटा कम्प्लिट भिडियो बनाउन सबै कुरा जस्तै थम्सनेलहरू सबै कुरा चाहिँ मैले मिलाएर राख्ने कोसिस गर्नेछु। अब त्यसकै लागि चाहिँ मैले प्लानिङहरू गरिरहेको छु। हुन त भन्छन् प्लानिङ चाहिँ अरूलाई सुनाउनु हुँदैन भनेर, तर मैले चाहिँ एउटा तपाईँहरूले एउटा सेयरिङ गरेको। मैले कसैले पनि भन्दैन प्लानिङहरू चाहिँ, किनभने प्लानिङहरू सुरुमै सुनाउनु थाल्यो भने चाहिँ त्यो प्लानिङ असफल हुन्छ भनेर भन्छ। त्यसमा धेरै कारणहरू छ। अब सबै मैले यहाँ खुलाउन चाहिनँ। त्यही पनि तपाईँको प्लानिङ भन्दा पनि अरूलाई चाहिँ रिजल्ट देखाउनु भन्छ क्या। त्यही भएर मैले चाहिँ अहिले यो भिडियोमा केही अब अरू केही खासै कुरा गर्ने केही विषयवस्तु नभएको कारणले गर्दाखेरि मैले ठ्याक्कै यो सम्झिहालेँ। यो प्लानिङ मेरो दिमागमा सोचिरहेको छु यस्तो प्लानिङहरू, त्यही भएर मैले तपाईँहरूसँग सेयर गरिहालेँ। र
आज चाहिँ यति नै होला। मैले यो घाँटी खसखस भएको कारणले गर्दाखेरि यो आवाज पनि कस्तो आएको छ म एकचोटि चेक गर्नेछु। र भोलितिर चाहिँ म फेरि पनि घाँटीले अलिकति साथ दियो भने अलि लामै भिडियो भन्दा नै त्यस्तै 7-8 मिनटको भिडियोलाई चाहिँ मैले निरन्तरता दिने कोसिस चाहिँ मैले अस्तिदेखि नै गरिरहेको छु। र बिचमा अलिकति फेरि केही समस्याहरू आएर भिडियोलाई चाहिँ फेरि छोटो बनाउनु पर्ने समयहरू त्यस्तो परिस्थितिहरू आएर कुनै भिडियोहरू चाहिँ त्यस्तो साह्रो लामो बनाउनु पाइनँ। जस्तै म आज नै बनाउनमा अलिकति सन्चो नभएको कारणले गर्दाखेरि यो भिडियोलाई चाहिँ मैले अलिक छोटै बनाएर पोस्ट गर्नेछु। र भोलि फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका सहित आज चाहिँ आजलाई चाहिँ यतिमै राख्छु। धन्यवाद। गुड नाइट, टेक केयर।